जवानहरू तपाईँ बुद्धिमान मान्छे हो भने त्यहाँबाट थाहा हुन्छ जसले आफ्नो आमा बुवासँग असल सम्बन्ध निर्माण गर्छ। बुद्धि नभएको छोराछोरीले आफ्नो आमा बुवालाई दुःख दिन्छ भन्छ बाइबलमा, पिरोल्छ भन्छ लेखेको छ। बुद्धिहीन छोराले आफ्नो आमालाई पिरोल्छ भन्छ, तर बुद्धि भएको छोराले आफ्नो आमा बाउलाई आदर गर्छ। जवानहरू सम्बन्ध बिग्रिँदैछ, हामीले बुझ्नुपर्छ, हामीले बुद्धिको प्राप्त गर्नुपर्छ। प्रियहरू जतिजना यस मण्डलीमा हुनुहुन्छ, मण्डली आइराख्नु भएको छ, परमेश्वरलाई बुद्धि माग्नुहोस्। यस मण्डलीमा जिउँदै गर्दा परमेश्वरले बुद्धि दिनुभएको छ ताकि असल सम्बन्धमा हामी जिउन सकौँ। किनकि जीवन छोटो छ। यसकारण म जहिले पनि सम्बन्ध बिग्रेको कुरा एकदम होसियार छु। मलाई सधैँ सचेत छु। म अहिलेसम्म मेरो जीवनमा झगडा गरेको मान्छे चाहिँ छैन मसँग, र म त्यो कुरा एकदम होसियार छु सम्बन्ध नबिग्रियोस् भनेर। र अहिलेसम्म खै मेरो विवेकमा आएसम्म कोहीसँग मनमुटा भएको मलाई थाहा छैन। जस्तो भइहाल्यो भने पनि म अलि त्यसलाई चाहिँ क्षमा माग्न तयार भएको मान्छे हो। त्यसकारण मेरो एउटा रिलेसनसिप संसारमा असल सम्बन्ध बनाउनु पर्छ भन्ने कुरा म एकदम होसियार छु। सम्बन्ध बिग्रिने कुरामा म एकदम होसियार छु। यसकारण म जहिले पनि त्यही लेख्दिनँ पनि। मलाई रिस उठ्यो भनेर फेसबुकमा लेख्दिनँ कहिले पनि। कतिजनाको चाहिँ रिस उठेको फेसबुकमा लेखिहाल्छ। सामाजिक सञ्जाल चाहिँ रिस पोख्ने ठाउँ भएको छ आज चाहिँ। बुझ्नुभयो? हामीले जे गर्छौँ परमेश्वरको महिमाको लागि गर्नुपर्दछ। संसारमा नेगेटिभिटी छर्ने मान्छेको कमी छैन, तर हामीलाई सकारात्मक सन्देश छर्न परमेश्वरले बोलाउनु भएको छ। नेगेटिभ मान्छेको कमी छैन। देयर आर मिलियन्स पिपल आर देयर। अनि संसारमा मिलियन्स मान्छे छ नकारात्मक कुरा छर्ने, तर परमेश्वर तपाईँ र मलाई त्यो मिलियन्सको बिचमा बोलाउनु भयो ताकि हामी सकारात्मक सन्देश छर्न सकौँ। किनकि हामीले बोकेको बाइबल आशाले भरिएको बाइबल हो। अनि यो बाइबलले, यो वचनले संसारलाई आशा दिन्छ। यो आशाको सन्देश छरिराख्नु। हिजो मैले फेलिक्स विल्फ्रेडको स्टोरी तपाईँलाई भनाइला भने हामी संसारको समस्या समाधान गर्न बोलाइएका होइनौँ, तर संसारमा ख्रिस्टको आशाको वचन छर्नलाई बोलाइएका हौँ। येशूले प्यालेस्टाइनको भूमिमा जबसम्म हिँड्नु भयो 3.5 वर्ष, येशूले संसारको प्यालेस्टाइनको सबै समस्या समाधान गर्नु भएन, तर उहाँले जहाँ पनि हिँड्नुभयो आशाको वचन छरिराख्नु भयो। उहाँले भन्नु विचलित नहो, नडराऊ भन्नु उहाँले। किनकि उहाँले संसारलाई आशा दिन बनाउनु। अनि हामीलाई परमेश्वरले त्यो आशाको वचन, त्यो बिउ हाम्रो हातमा दिनुभएको छ। त्यसलाई हामीले रोपिराख्नु छ। हाम्रो परिवारमा त्यो आशाको बिउलाई रोपिराख्नु छ। त्यस्तो रोप्नको लागि हामीलाई परमेश्वर बुद्धि चाहिन्छ।